यहाँनिर तपाईँलाई नयाँ भिडियो लिएर आएको छु। नयाँ भिडियो चाहिँ के छ भने अस्ति यहाँनिर हामीले तोरी र यहाँ कोपी रोपेको थियौँ। अब फेरि यहाँ बारी खाली भएपछि चाहिँ हामीले यहाँ फेरि अब नयाँ कोपी रोप्नुको लागि चाहिँ हामीले एकदम रेडी गरिरहेको छौँ। यी अहिले फुलकोपीको बिउ यो चाहिँ एकदम वाइट एक्सल एकदम ठिक्कैको साइजमा फल्छ। यो चाहिँ मजाले ठुलो फल्दा पनि यो 2 केजीसम्म फल्छ। त्यो आधी केजीदेखि माथि 2 केजीसम्मको फल्ने यो भेराइटी कोपीको भेराइटी यो हो। एकदम यो बिरुवा मेचड भएकोले गर्दा आज चाहिँ अब यहाँ यो ग्रिन हाउस रोप्नुपर्ने छ। अब यो हामीले चाहिँ रोरो चाहिँ किन बनाएको छौँ भन्दा रोरो चाहिँ बनाएको छौँ, तर यसरी हामीले मल चाहिँ पुरुष लाग्छ। किनभने चाहिँ अब यो रोप्दा पनि एकदम सजिलो, त्यसको कारण चाहिँ हामीले यसरी राखेको छौँ। र रोपाइ चाहिँ अब यसरी छ। तपाईँले पनि कोपी रोप्नु हुँदैछ भने चाहिँ यसरी कोपी चाहिँ यति मात्रै यहाँ हेर्नुहोस् है साथीहरू, यसरी कोपी चाहिँ एकदमै यसको पत्ता चाहिँ नि यो मुनिको यो पत्ता चाहिँ यो पत्तालाई चाहिँ एकदमै माटोले छुरिनु। यो पत्तादेखि मुनि मात्रै अलिक यसो बाङ्गो टेढो भयो भने यसो केले अल्झाएर गाड्दा चाहिँ यसरी माथि यो पत्ता चाहिँ गाड्नु भएन है साथीहरू। तपाईँले कोपी रोप्नु हुँदैछ भने यसरी कम्ती एकदमै कम्ती यति मात्रै गाड्नुपर्छ यी कोपी चाहिँ नि। यसरी अब यहाँ चाहिँ हामीले 300 झ्याङ चाहिँ यसमा जाने रहेछ यो ग्रिन हाउसमा। ल त तपाईँले आजको भिडियो चाहिँ तपाईँलाई यति नै छ। र हेर्नुहोस् अब आजको भिडियो चाहिँ यति नै छ तपाईँहरूलाई। अब कोपीको चाहिँ यति नै हो आजको लागि चाहिँ। अब नेक्स्ट भिडियोमा फेरि अर्को भिडियोमा आउँछ अरू चाहिँ।